गाइज वेलकम टु माई ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। त्यति एक्सपिरियन्स त छैन, त्यही नि अघि भिडियोलाई हेरेर साथ चाहिँ दिनु होला है त। खतरा जान्छ घर बनाउनु लाग्छ नि यहाँ चाहिँ होइन। स्कुलबाट नि आइयो होइन, फाइनली होइन के गर्न सकिन्छ होइन, बढिया तरिकाले होइन। पसिनाले भिजिन्छ कि जान सकिने। घर मस्त सुत्ने हो के भन्ने, अरू घर नै के यार, घर मस्त सुत्ने बस्ने केही छैन। फाइनल हाम्रो घर चाहिँ हिजो साँझबाट यहाँ तल आगो लाउनु थालेको, अझैसम्म बुझेर हुन्छ हौ। तर आगो चाहिँ बुझाउनु पनि सक्दैन रहेछ नि, के गर्न सकिन्छ। अब जङ्गलको चाहिँ जङ्गलमा आगो लाउनेलाई चाहिँ कारवाही गर्नु चाहिँ पर्ने होइन, केही छ। यो चाहिँ गुल्मीको टक्सरको मिनमको डाँडा भन्छ है, मिनमको डाँडा भन्छ। आगो लाउनु अझै छोडेन उहाँ तल, के गर्ने। अब एक्लै गाह्रो भएन, गाउँका जाँदैन। आगो लाएर पुरै भइएछ तल त, यहाँ त खल्लास भएछ पुरै। घर त जोगाएछ नि जे होस्। म वहाँ पुग्ने, माथि टावर चाहिँ पुग्ने म। लै भइयो के गर्ने, कोही पनि छैनन्। अब 11 न्यु भर्नाहरू घर भर्ना हुने आउँछन्, त्यसपछि बल्ल यसो केटीहरू हुन्छन् 2-3 जना, केटीहरूसँग आउनु पाइन्छ। के गर्नु, केटीहरूको पछि लाग्नु के गर्नु, सक्नु पर्यो, लाउनै पर्यो। हाई यत्रो हुँदा नि गर्लफ्रेन्ड छैन एउटा, 17-18 वर्ष हुँदा नि गर्लफ्रेन्ड छैन। टक्क लाएर घर गइन्छ। इस धुला खस्यो। अब यो घर धुनै पर्छ होइन, के भन्छ कि घर फेरि चिसो पानीमा नुहाउन पर्यो होइन। त्यसपछि अब नास्ता सास्ता खानु पर्ला नि, केही छ भने। घरमा केही त छैन, त्यही नि केही बनाएर घरकै बनाएर खानुपर्छ। भोलि बिदा गर्ने के अरे, त्यही भएर सधैँ छुट्टी समेत त नै। तिनको त ट्युसन हुन्छ होला, अहिले आउला नि। घर आइयो 19 ऐज लड्छस् लड्दैनस् होइन। कपडा फेरेर अब यस्तो ड्रेसहरू धुन्छ होइन, भोलि बिदाको लागि यस्तो तयारी गर्छ होइन। पेडमला अर्को भिडियोमा होइन, यतिसम्म हेरिदिनु भयो होइन भिडियोलाई, त्यसको लागि थ्याङ्क यू होइन। सी यू इन द नेक्स्ट भिडियो, थ्याङ्क यू।